हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले तपाईँहरूको लागि के भिडियो ल्याएको छु भन्दाखेरि मैले एउटा कोरियन नुडल्स मगाएको छु है। ट्राई गर्नु पऱ्यो। यसमा चाहिँ रेड हट चिज कोरियन नुडल्स हेर्नु न, यो मगाएको छु कि अब देख्दा त डरलाग्दो देख्दै थियो यसमा त हो, तर अब बनाइसक्दाखेरि चाहिँ फिक्का न फिक्का देख्दैछ। खाँदा चाहिँ कस्तो हुन्छ कुनी, मलाई त त्यति खास त देख्दा त त्यति टेक्स्चर रेड त लागेन हो। अब खाइ चाहिँ हेर्नु पऱ्यो है। पुरा पिरो खानु मन परेर मगाएको, तर कुनी कस्तो हुन्छ हेरौँ। फर्स्ट राइट पिरो जस्तो त त्यस्तो छैन, नर्मल एकदम माइल्ड न माइल्ड, कम्ती पिरो। दुईवटा डल्ले हाल्नु ठिकै हुने रहेछ। पिरो जतिको एडभर्टिजमेन्ट छ त्यो हिसाबले चाहिँ त्यस्तो छैन पिरो, ठिकै छ। त टेस्ट चाहिँ ठिकै छ, तर म्यागी जतिको छैन। म्यागी त दामी हुन्छ नि। म तपाईँहरूसँग आज फेरि एउटा स्टोरीको पनि भिडियो सेयर गर्नेवाला छु हो। यो बनाइसकेर त्यसपछि चाहिँ एउटा स्टोरीको पनि हाल्छु है। अन्त तपाईँहरूले मलाई नि स्टोरी, तपाईँहरूको स्टोरी अब हुन्छ नि है, एउटा कतिवटा स्टोरीहरू भन्नु नसकेको, अब कसैलाई भन्नु चाहनुहुन्छ भने होइन, सुनाउनु चाहनुहुन्छ भने आफ्नो आवृत्तिहरू है, तपाईँले मलाई इन्स्टामा मेरो अन्तखेरि फेसबुकमा मलाई मेसेज गर्दा हुन्छ हो। त्यो स्टोरी मैले अन्तखेरि तपाईँहरूको स्टोरी चाहिँ म आफ्नो च्यानलमा हालिदिन्छु। तपाईँहरूसँग कन्सर्न गरेर के चाहिँ हो, कस्तो प्रकारले के चाहिँ भएको भनेर होइन बातचित गरेर, अन्त त्यहाँपछि चाहिँ म तपाईँहरूको च्यानलमा हालिदिन्छु है। त्यो सोचिराखेको छु मैले हो। अन्त अर्को चाहिँ के भन्दा, आज चाहिँ म तपाईँहरूसँग एउटा भिडियो सेयर गर्नेवाला छु स्टोरी है। त्यो पनि हेरिदिनु होला। अन्त प्लिज लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि गर्नु होला है। के कमी छ त्यो पनि बताइदिनु होला होइन। बेसिकली त रिल्स नै बनाउँछु हो, तर प्लिज होइन तपाईँहरूले हेल्प गरिदिनु होला। लाइक, सब्सक्राइब, फलो